दुई भागमा बाँडेर कुन ठाउँमा बालविवाह कति हुन्छ त, महिलाहरूको कति हुन्छ, पुरुषको कति हुन्छ, अथवा केटाको कति हुन्छ, केटीको कति हुन्छ भनेर विश्लेषण गरेर हेर्दा ग्रामीण क्षेत्रमा बसोबास गर्ने 20 देखि 49 वर्ष उमेर समूहका मानिसको 18 वर्ष मुनिका विवाह भएको दर हेर्दा पुरुषको दर 17% र महिलाको दर 26% को अन्तराल देखिन्छ, ग्याप देखिन्छ। 26 को फरक देखिन्छ भने अब कस्तो छ त शहरी ग्रामीण क्षेत्रको अवस्था के देखियो भने अब शहरी क्षेत्रमा कस्तो अवस्था देखिन्छ र भनेर हेर्यो भने यही 20 अहिलेको उमेर 30 देखि 49 वर्ष 20 का मानिसहरूलाई सोधिरहनेबाट प्राप्त जवाफ 17% पुरुष 40% महिला छन् भने शहरमा 12% पुरुष 37% भयो। महिलाको 40% ग्रामीण क्षेत्रमा देखियो भने शहरी क्षेत्रमा महिलाको 35% देखियो। यहाँ 6% को कमी के देखियो भने विवाह तलमाथि देखियो 6% शहर र गाउँ र शहरमा र फेरि त्यो केटा र केटी छ महिला र पुरुषमा 12% गर्नुभयो र यहाँहरुलाई लाग्छ अगाडि पनि कमसेकम हामीले खाने बिस्कुट विगतका दिनहरुमा अलिकति बुढापा आकारमा हात बढ्ने बित्तिकै खान चल्नुहुन्छ। तर तपाईहरु यति सचेत हुनुहुन्छ कि हाम्रो स्वास्थ्यलाई असर गर्ने चिज अखाद्य वस्तुहरु अथवा डेट एक्सपायर भएका खाद्य सामग्रीहरुको बारेमा कमसेकम सचेत हुनुभएको छ। अगाडि हाम्रो बाल कल्याण अधिकारीले पनि भन्दाखेरि मलाई खुसी लाग्यो। अब ती कर्मचारी जनप्रतिनिधि कोही बाल विवाह 20 वर्षभन्दा कम उमेरका विवाहमा गएर भोट भतेरमा गएर टिका लगाउने जुत्ता लाने लगायतका कार्यहरू गर्नुभयो भने तपाईँहरू नगर नगरपालिका बोलिदिनुपर्छ। बराबरी 100 मा फोन गर्नुभयो भने कानुनी कारबाही बोलाउने तरिकाले नगरपालिकाले आचार संहिता निर्माण गरेको छ। यी आचार संहिताहरूमा सशक्ति भन्छ है त। विवाह गर्दा वडा कार्यालयको सिफारिस लिएर मात्र विवाह गर्नुपर्ने छ। अब वडाहरूमा भोज गति गर्दा जुत्ता जाँदा विवाह गर्दाखेरि वडा कार्यालय नपुग्दै गरिने विवाहलाई बाल विवाह भनिन्छ। घर परिवारमा समस्या देखिन्छ भने सर